मानव सभ्यताको इतिहासमा लगभग 70,000 साल पहिले ज्ञानात्मक क्रान्ति भएको छ र 10,000 साल पहिले कृषि क्रान्ति भएको छ। आजसम्म एउटा प्रश्न कहिल्यै पनि समाप्त भएको छैन। जीवनको अर्थ के हो? यो प्रश्नले धर्म, विज्ञान र मानिसको सोच सबैलाई हल्लाएको छ र यहीबाट सुरु हुन्छ दर्शन, फिलोसफी। नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ कचहरी एजुकेसन। आज हामी केवल जीवनको अर्थ मात्र होइन, दर्शन भनेको के हो, यसका प्रकार के हुन् र यसको इतिहास कहिलेबाट सुरु भयो भन्ने कुरा छोटकरीमा जान्ने प्रयास गर्नेछौँ। दर्शन, फिलोसफी। फिलोसफी शब्द ग्रीक भाषाबाट आएको हो। फिलोसफीलाई दुई टुक्रा पारेर हेर्दाखेरि फिलोको अर्थ प्रेम र सोफियाको अर्थ ज्ञान भन्ने हुन्छ र यो दुईटैलाई जोड्ने हो भने फिलोसफी अर्थात् ज्ञान प्रतिको प्रेम भन्ने कुरा हुन्छ, लभ फर विस्डम भन्ने कुरा हुन्छ। दर्शन, फिलोसफी भनेको केवल किताब पढ्नु मात्रै होइन, किन के भनेर प्रश्न गर्ने अभ्यास हो। जस्तै हामी किन बाँचिरहेका छौँ, सत्य के हो, राम्रो र नराम्रो के हो, वास्तविकता के हो, कुनै पनि विषयलाई पढ्दै जाँदा अन्तमा दर्शनमा पुग्छ। भनिन्छ हरेक चिजको सुरुवात पनि दर्शनबाट भएको हो। जीवनको धेरै ठुलो सङ्घर्ष गर्दै जाँदा कल्पना र विश्लेषण गरी निकालेको निष्कर्षलाई सामान्य भाषामा दर्शन भनिन्छ। विज्ञानको सम्मान नगरिकन आजको समयमा दर्शनलाई बुझ्न सकिँदैन। यदि त्यो गर्न हामी सकेनौँ भने नयाँ किसिमको अन्धविश्वासी बन्न पुग्नेछौँ। हामीलाई केवल जिज्ञासाले भन्नु छ। हामीले न सिद्धान्त बनाउनु छ न दावा गर्नु छ। हामीलाई केवल जान्नु छ दुनियाँमा के सिकेका छन्, त्यसबाट केही सिक्नु छ र केही जान्नु छ। पश्चिमको दुनियाँमा फिलोसफर, दार्शनिकको रूपमा पहिलो नाम थेल्सलाई भनिन्छ। उनको सबैभन्दा ठुलो काम के थियो भने उनले संसारलाई मिथ, कथाहरू, दन्ते कथाहरूबाट होइन, रिजन, तर्क र कारणबाट बुझ्ने प्रयास गरे, व्याख्या विश्लेषण गर्ने प्रयास गरे। उनले प्रश्न उठाए, संसार केबाट बनेको छ, केबाट बनेको हो, र उनले अन्तिम सत्य भनेको पानी हो, पानीबाट यो संसारको उत्पत्ति भयो हो भनेर त्यसरी उनले तर्क दिए। आज त्यो गलत लाग्न सक्छ, तर महत्त्वपूर्ण कुरा उत्तर होइन, प्रश्न गर्ने तरिका थियो। दर्शनको दुनियाँमा महत्त्वपूर्ण व्यक्ति सुक्रातलाई पनि मानिन्छ। उनले जोड दिए उत्तरभन्दा पनि प्रश्न महत्त्वपूर्ण हुन्छ। सुक्रातको विद्यार्थी प्लेटो आए। उनले भने हामी देखिरहेको संसार सत्य होइन। अरस्तुले लजिक, साइन्स, रिजनिङलाई सिस्टमेटिक बनाए। पश्चिमको दुनियाँको हकमा थेल्सलाई सबभन्दा पहिलो दार्शनिक भनेर भनिन्छ। त्यति बेला यहाँ पनि, दक्षिण एसियामा पनि, नेपाल, भारत, चाइना यतातिर पनि दर्शनको विकास भइसकेको थियो। चाइनामा कन्फ्युसियस, टाओइजम, नेपाल, भारतमा उपनिषद, बुद्धिज्म, जैन फिलोसफी, चारवाक, हिन्दू दर्शन सुरु भइसकेको थियो। यहाँको दर्शनमा ध्यान, जीवन र आत्मज्ञानप्रति बढी फोकस थियो भनेपछि पश्चिमको दुनियाँको दर्शनमा बाहिरीको दुनियाँ, यो संसार, ब्रह्माण्ड, युनिभर्स र पृथ्वी कसरी उत्पत्ति भयो, त्यहाँ तिनीहरूको अनुसन्धान थियो, त्यहाँ तिनीहरूको विश्लेषण थियो। दर्शन केवल एउटा सब्जेक्ट होइन, यो मानव सोचलाई विभिन्न दिशामा बुझ्ने एउटा ठुलो सिस्टम हो। त्यसैले यसलाई केही मुख्य शाखामा विभाजन गरिएको छ। दर्शनको पहिलो शाखा तत्त्वमीमांसा, मेटाफिजिक्स। तत्त्वमीमांसाले प्रश्न उठाउँछ, संसार के हो, हामी वास्तवमा के हौँ, हामीले देखिरहेको यो रियालिटी साँचो हो कि होइन, कि केवल पर्सेप्सन मात्रै हो। यो शाखाले अस्तित्वको गहिरो प्रश्न उठाउँछ जसको साधारण उत्तर छैन। तत्त्वमीमांसालाई पनि तीनवटा भागमा विभाजन गरिएको छ, जसमा सृष्टिमीमांसा, अर्को ईश्वरमीमांसा, अर्को सत्त्वमीमांसा। सृष्टिमीमांसामा यो पुरा ब्रह्माण्डको उत्पत्ति, यसको सत्यता, यसको वास्तविकता, यो संसारको उत्पत्ति, यसको सत्यता, यसको वास्तविकताको विषयमा प्रश्न गरिन्छ। ईश्वर मीमांसामा
ईश्वरसँग सम्बन्धित कुराहरूको बारेमा प्रश्नहरू गरिन्छ। सत्व मीमांसामा के चिजहरू वास्तविक अस्तित्वमा छन्, मानिसको पुनर्जन्म हुन्छ कि हुँदैन, आत्मा भनेको के हो, आत्मा हुन्छ कि हुँदैन भन्ने कुराको अध्ययन गरिन्छ। दर्शनको अर्को शाखा भनेको ज्ञान मीमांसा। ज्ञान मीमांसामा ज्ञान कसरी प्राप्त हुन्छ, हामीले प्राप्त गरेको ज्ञान सही छ कि छैन भन्ने कुराको अध्ययन गरिन्छ। जस्तै हामी कुनै वस्तुलाई हेर्यौँ, त्यो वस्तु सही हो कि होइन, हामी त्यसको निष्कर्ष कसरी निकाल्ने भन्ने कुराको प्रश्न उठाउँछ ज्ञान मीमांसामा। अर्को छ मूल्य मीमांसा। मूल्य मीमांसामा दुईवटा त्यसका उपशाखाहरू छन्। दर्शनको दोस्रो भाग भनेको ज्ञान मीमांसा हो। ज्ञान मीमांसाले भन्छ जुन कुरा हामीले जानिरहेका छौँ त्यो सत्य हो कि होइन, हामीलाई ज्ञान कहाँबाट आउँछ, हामीलाई ज्ञान कसरी प्राप्त हुन्छ, अनुभवबाट, पढाइबाट वा मानिसको सोचाइबाट कसरी ज्ञान प्राप्त हुन्छ। ज्ञान मीमांसाले नलेजको फाउन्डेसन बुझ्न खोज्छ। ज्ञान मीमांसामा पनि केही हाँगाहरू हुन्छन्, जस्तै अनुभववाद। ज्ञान अनुभवबाट आउँछ, देखेर, सुनेर, अनुभव गरेर। अर्को हुन्छ ज्ञान मीमांसामा तर्कवाद। ज्ञान तर्क र दिमागबाट आउँछ। ज्ञान मीमांसामा अर्को हुन्छ सन्देहवाद। के हामीले जो जानिरहेका छौँ, जानेका छौँ त्यो सत्य हो, शङ्का गर्ने। दर्शनको तेस्रो हाँगा भनेको मूल्य मीमांसा हो। मूल्य मीमांसाले भन्छ कुन चिजको भ्यालु कति छ, कुन चिजको नैतिकता कस्तो छ, कस्तो हुनुपर्छ, त्यसको मूल्य कस्तो हुनुपर्छ। मूल्य मीमांसाको एउटा शाखा हुन्छ नीतिशास्त्र र अर्को शाखा हुन्छ सौन्दर्यशास्त्र। नीतिशास्त्रले देखाउँछ के सही हो, के गलत हो, मानिस किन राम्रो काम गर्छ, किन गलत काम गर्छ भन्ने कुराको अध्ययन नीतिशास्त्रमा गरिन्छ। यो शाखाले हाम्रो जीवनमा डिसिजन मेकिङलाई गाइड गर्छ। निर्णय कसरी लिने भन्ने कुरा सही तरिकाले यो शाखाले सिकाउँछ। सौन्दर्यशास्त्रले सोध्छ सुन्दरता भनेको के हो, किन हामीलाई केही कुरा सुन्दर लाग्छ, केही कुरा सुन्दर लाग्दैन। एउटै दृश्य कसैलाई सुन्दर लाग्छ, कसैलाई सामान्य लाग्छ, त्यो किन हुन्छ भनेर यो प्रश्न यही शाखाले अध्ययन गर्छ। अब फेरि हामी फर्किन्छौँ पहिले सुरुमा गरेको मुख्य प्रश्नमा। यदि दर्शन यति गहिरो छ त्यसले किन जीवनको अर्थको प्रश्न उठाउँछ? किनकि दर्शनले हामीलाई सिकाउँछ केवल बाँच्नु मात्रै होइन, हामीले चिन्तन गर्नुपर्छ, मनन गर्नुपर्छ, धेरै कुराहरूको विषयमा सोच्नुपर्ने हुन्छ। सायद जीवनको अर्थ रेडी म्याप छैन, यो तपाईले आफै बुझ्दै जाने कुरा हो। त्यसैले भनिन्छ जीवन नै सङ्घर्ष हो। यदि सबै कुरा तपाईसँग भयो, पैसा, नाम, सफलता, तर तपाईले आफ्नो अस्तित्व नबुझेको भए के त्यो जीवन पूर्ण हो? दर्शनले यही सिकाउँछ, बाहिर होइन भित्र प्रश्न गर्नु। त्यसैले दर्शन केवल विषय होइन, यो जीवनलाई बुझ्ने तरिका हो। यसैले फेरि पनि मैले भने जीवन नै सङ्घर्ष हो। अब प्रश्न तपाईलाई, तपाईको दर्शन के हो, तपाईले जीवनलाई कसरी बुझ्नुहुन्छ? कमेन्टमा लेख्न नबिर्सिनुहोस् र यस्तै गहिरा विषयका लागि कचहरी एजुकेसनलाई सब्स्क्राइब गर्नुहोस्।